नमस्कार साथीहरू, आज हामी कुरा गर्दैछौँ विज्ञानको त्यो चमत्कारी क्षेत्रबारे जसले हाम्रो स्वास्थ्य प्रणालीलाई नै परिवर्तन गर्दैछ। बायोटेक्नोलोजी र पर्सनलाइज मेडिसिन। के तपाईले सोच्नु भएको थियो तपाईको उपचार तपाईको डीएनए ले तय गर्छ? पर्सनलाइज मेडिसिन भनेको के हो? हरेक व्यक्तिमा उनीहरूको जीन अनुसारको उपचार विधि अपनाउनु पर्सनलाइज मेडिसिन हो। सबै व्यक्तिहरूमा एउटै औषधि प्रयोग गर्नुको साटो हाम्रो शरीर र जीनको संरचना हेरेर औषधि प्रयोग गर्न सकिन्छ। जस्तै क्यान्सरको बिरामीहरूको लागि कुन औषधि प्रभावकारी हुन्छ भनेर उनीहरूको जीन परीक्षण गरिन्छ र औषधि चलाइन्छ। यसले उपचारको प्रभाव बढाउँछ र साइड इफेक्ट पनि कम गर्छ। बायोटेक्नोलोजीका चमत्कारी खोजहरू। सबैभन्दा अगाडि एमआरएनए भ्याक्सिन इन क्यान्सर। तपाईहरुलाई थाहा छ होला कोरोनामा प्रयोग भएको एमआरएनए खोज। अब त्यही प्रविधि प्रयोग गरेर क्यान्सरका लागि पनि खोपहरू बनाइन्छ। व्यक्तिहरूको ट्युमरको स्थिति हेरिन्छ र प्रत्येक व्यक्तिलाई छुट्टै खोप बनाइन्छ। स्टेम सेल थेरापी इन डायबिटिज। स्टेम सेल थेरापीको प्रयोग गरेर मधुमेह भएका व्यक्तिहरूलाई निको पार्न सक्ने सम्भावना देखिन्छ। यसमा मानिसको शरीरमै इन्सुलिन बनाउने कोशिकाहरू उत्पादन गरिन्छ। CRISPR जिन एडिटिङ। CRISPR टेक्नोलोजीको प्रयोग गरेर जिनको सम्पादन गरेर मानिसका जन्मजातदेखिका रोगहरू ठिक पार्न सकिन्छ। यो विज्ञानको भविष्य हो। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? यदि तपाईहरुको लागि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनु होला र यस्तै जानकारीको लागि हाम्रो च्यानल सब्स्क्राइब पनि गर्नु होला। विज्ञानको यात्रा सँगसँगै गरौँ।